बन्यो नेपाल नयाँ देखियो हामीले पछि सम्हाल्न फेरि कांग्रेस आउनु पर्यो हामीले सबैलाई सम्हाल्नु पर्यो एकपटक हामीलाई विश्वास गर्नुस् हामी देशलाई सम्हाल्छौं हाम्रो राजनीति फोहोर भएको छ त्यो फोहोर राजनीतिलाई हामी सफा गर्छौं हामी धेरै उत्तेजनाको राजनीतिमा नबहक्यौं यो कांग्रेस एउटा अधिवेशनबाट एउटा संकल्प गरेर आएको छ हिजोका तमाम सबै राम्रा कुराहरूलाई बोक्छु हिजोको तमाम खराब कुराहरूलाई छोड्छु भनेर एउटा नयाँ संकल्प गरेर आएको छ 82 सालमा कांग्रेसको रुख चिन्हमा मत नहाल्नु पर्ने एउटा कारण पनि छैन एउटा कारण छ एउटा पनि कारण छैन मेरो नाममा केही नयाँ पार्टीले पनि केही पुरानो पार्टीले पनि कि केही नयाँ सामग्री बनाउने छन् कि मैले बोलेका पुरानो सामग्रीहरुको काटछाट गर्ने एउटा फ्याक्ट्री नै खोल्ने छन् भन्ने मलाई थाहा थियो त्यही फ्याक्ट्रीबाट उत्पादन भएको पछिल्लो सामान चाहिँ जनजातिहरुको बारेमा मैले अपमानजनक शब्दहरु प्रयोग गरे भनेर एउटा भिडियोको अगाडिपट्टिको काटेको एउटा प्रसंग मात्र राखिएको छ मलाई यस्तो प्रसंगहरु आउँदै गर्दा साथीहरुले आत्तिएर फोन गर्नुहुन्छ र के भन्नुहुन्छ भने दाइ तपाई तुरुन्त बोल्नु पर्यो भनेर भन्नुहुन्छ अनि म उनीहरुलाई के भन्छु भने थाम धैर्य गर नेपाली जनताको विवेकमाथि विश्वास गर जनता यति साह्रो मूर्ख छैन कांग्रेसको सभापति बन्ने हैसियत भएको एउटा व्यक्तिले जसले नेपालको पहिलो संविधान सभा भित्र बसेर दलितको महिलाको आदिवासी जनजातिको अधिकारको लागि लड्यो मात्र होइन त्यो समितिको सभापति भएर उनको अधिकार लेखायो जसले लेख्यो जसले त्यसको नेतृत्व आज एउटा भिडियोको 30 सेकेन्डको प्रसंग राखेर उसको बारेमा भ्रम फैलाउन सक्छ भन्ने भ्रमबाट तिमी मुक्त हो भनेर मैले साथीहरुलाई भन्ने गरेको छु तपाईहरुले कुराहरु तलसम्म पुर्याइदिनु पर्छ हामी फागुन 21 गतेको निर्वाचनको केही दिन अगाडि मात्रै छौं यो नियमित अवस्थाको निर्वाचन होइन कहिलेकाहीँ निर्वाचनहरु नियमित हुन्छ कहिलेकाहीँ निर्वाचनहरु अप्रत्याशित ढंगले आउँछ के विशेष मुद्दा बोकेर आउँछ पहिलो संविधान सभा भंग भइसकेपछि दोस्रो संविधान सभाको निर्वाचन त्यस्तै एउटा विशेष महत्व बोकेर आएको थियो त्यो संविधान सभामा हामी मत माग्दै गर्दा भन्थ्यौं एकपटक हामीलाई विश्वास गर्नुस् हामी देशलाई सम्हाल्छौं यो संविधान सभा असफल हुन दिन्नौं हामी आज फेरि एकपटक आम जनताको अगाडि उभिएर केही कुरा सम्झेर तर नयाँ सन्दर्भमा फेरि एकपटक नागरिकसँग मत माग्दैछौं र भन्दैछौं नेपाली कांग्रेस पार्टीलाई तपाईले दिने यो पटकको विश्वास 5 वर्ष एक दिन पनि एक क्षण पनि विश्राम नगरिकन नचुकिकन यसको बदलामा आम नेपाली जनताले खोजेको सुशासन र विकास यो दुईटा कुराको ग्यारेन्टी गर्ने संकल्प सहित कांग्रेस आजको चुनावी मैदानमा उभिएको छ यो ग्यारेन्टी निर्वाचन अगाडि आएर त्यसै गरेको ग्यारेन्टी होइन 2048 सालमा हामीले काम गरेर आएको 2015 सालमा हामीले काम गरेर आएको ती छोटा छोटा समयका सरकारहरु चाहे त्यो 18-19 महिनाको होला चाहे त्यो 3 वर्षको सरकार होला नेपालमा आजसम्म विकास 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 भनेर जे भन्छौं ती तमाम सबै कुराका लागि जग हालेका ती तीनै छोटा समयका सरकारका उपलब्धिहरु हुन् ती उपलब्धिका दिनहरुबाट हामीले प्रेरणा लिएका छौं तर सँगसँगै हामीले के कुरा पनि मानेका छौं भने 2074 साल पछिको 5-6 वर्षको नेपालको समय खेर पनि गएको छ त्यो खेर जाने कुरामा हाम्रो पनि जिम्मेवारी रह्यो हाम्रो पनि कहीं न कहीं भूमिका रह्यो हामी पनि कहीं न कहीं कुरा चुकेका छौं यो बीचको समय हेरौं त एकपटक 74 देखि 82 सालसम्म नेपालमा सबै पार्टी सरकारमा गएका छन् तर कोही पार्टी जिम्मा लिन तयार छैन अहिले मैदानमा एमाले पनि छ अहिले मैदानमा माओवादी पनि छ अहिले मैदानमा रासोपा पनि छ कांग्रेस पनि छ तर यस्तो चुनाव कहीं पनि हुँदैन चुनावमा जाँदै गर्दा एउटा पार्टीले गएको चुनावपछि मैले सरकार बनाए मैले यो कामहरु गरे भनेर श्रेय लिन्छ अनि अर्को पार्टीले म नभएको सरकारले गर्न सकेन म भएको भए यस्तो गर्थे अर्को पटक यस्तो गर्छु भनेर आउँछ र मुद्दाको आधारमा प्रतिस्पर्धा हुन्छ तर अहिले कुन मुद्दाको आधारमा प्रतिस्पर्धा छ अहिले कसले जिम्मा लिन्छ एमालेले जिम्मा लिन्छ माओवादीले जिम्मा लिन्छ राष्ट्रिय स्वतन्त्र पार्टी अहिले प्रत्येक मञ्चमा उभिएर पछाडीतिर फर्केर गाली मात्र गरिरहेको छ तर सरकारमा उ पनि थिएन सरकारमा उ पनि बसेको होइन
उसले सरकारमा बस्ने म्यान्डेट पाएको त्यो थिएन नि, जम्मा थोरै सिट पाएर गएको थियो नि, तर सरकारमा ऊ पनि गयो नि, हामी सबै गयो नि, तर सरकारको जिम्मा कसैले पनि लिँदैन। किनकि गएको 500 वर्षको समयको राजनीति नै हामीले केमा लिएर गयौँ भने केवल सरकार बनाउने, सरकार टिकाउने, सरकार गिराउने, प्रधानमन्त्री बन्ने, प्रधानमन्त्री फेर्ने, यसकै वरिपरि हाम्रो 500 वर्षको समय व्यतीत भयो। त्यसको प्रारम्भ केबाट भयो? गठबन्धनको राजनीतिबाट भयो। गठबन्धनको राजनीतिले नेपालको सिङ्गो राजनीतिलाई फोहोर बनायो, दूषित बनायो। यो खराब नियत राखेर सुरु गरिएको थिएन, तर यसले परिणाममा हामीलाई खराब परिणाममा पुर्यायो। त्यसैले नेपाली काङ्ग्रेस पार्टी नयाँ सङ्कल्पका साथ आएको छ। हाम्रो राजनीति फोहोर भएको छ, त्यो फोहोर राजनीतिलाई हामी सफा गर्छौँ। हाम्रो राजनीति प्रदूषित भएको छ, त्यसलाई प्रदूषण मुक्त बनाउँछौँ। यो 5 वर्षको समय एउटा प्रतिज्ञा गरेर आएका छौँ। मसँग समय छैन, म त्यसको व्याख्या गर्दिनँ, केवल यति कुरा मात्रै भन्छु। फागुनमा चुनाव छ, फागुनको मसान्तम परिणाम आउँछ, चैतमा नयाँ सरकार बन्छ, वैशाखको पहिलो 1 गते काङ्ग्रेसको नेतृत्वको सरकारले देशवासीको नाममा उभिएर आफ्नो सङ्कल्प राख्छ। 5 वर्षको होइन, केवल 30 दिनको, केवल वैशाख महिनाको मात्रै। वैशाख 1 महिनाभित्र आफूले गर्ने कामको फेरिस्त तयार गर्छ र सुनाउँछ। जेठ 1 गते फेरि आउँछ र 30 दिनको हिसाब किताब जनतालाई बताउँछ, प्रश्न लिन्छ, उत्तर दिन्छ, आलोचना सहन्छ, सुन्छ, सच्याउँछ र फेरि अर्को 1 महिनाको लक्ष्य निर्धारण गर्छ। हामीलाई विकासको यो गति चाहिएको छ, तर विकासको यो गति भनिरहँदै गर्दा हामी एउटा कुरामा प्रष्ट हुन आवश्यक छ। यहाँ कुनै एउटा व्यक्ति आएर चमत्कार गर्ने होइन। तपाईँले मलाई प्रधानमन्त्री बनाउनु हो, मैले प्रधानमन्त्री भएर चमत्कार गर्ने, कसैले चमत्कार गर्दैन, कसैले चमत्कार गर्न पनि सक्दैन। डेमोक्रेसी भनेको चमत्कार व्यक्तिले गर्ने पद्धति नै होइन। यहाँ हामीले मानिसलाई देउता किन बनाउँछौँ वा मान्छेलाई राक्षस किन बनाउँछौँ? डेमोक्रेसीमा त नेताले के गर्ने हो भने प्रत्येक मानिसभित्र राम्रो गरौँ भन्ने चाहना हुन्छ, त्यो चाहनालाई बाहिर कसरी लिएर आउने हो, त्यो चाहनाको प्रयोग कसरी गर्ने हो, त्यो सबै सत् चाहनाहरूलाई कसरी जोड्ने हो, त्यो ताकत कसरी बनाउने हो। त्यसैले काङ्ग्रेसले भनेको छ एक्लै गर्ने होइन, काङ्ग्रेस टिम नेपालको अवधारणासहित आएको छ। यो टिम नेपाल भनेको 6743 वडाको वडा अध्यक्ष पनि हो। गन्तव्यमा पुर्याउनलाई स्पिड हाँकेर मात्र हुँदैन, स्पिड पनि चाहिन्छ। स्पिड सँगसँगै के पनि चाहिन्छ भने एक्सिडेन्ट पर्न नदिने ग्यारेन्टी पनि चाहिन्छ। त्यसैले हामी स्पिडमा पनि लिएर जान्छौँ, तर सुझबुझका साथमा। हाम्रो गाडीमा सबैलाई हालेर लिएर जान्छौँ, एक्लै कुदेर कहीँ पुग्दैन, सबैलाई सम्हालेर लिएर जान्छौँ। त्यो जिम्मेवारीका साथ आएका छौँ। हाम्रा समस्याहरूलाई पनि एउटा कोणबाट मात्र हेरेर हुँदैन, सबैलाई मिलाएर चलाउनु पर्नेछ। लुम्बिनीको केन्द्र हो यो, यहीँबाट पहाडका अनेकन जिल्लाबाट बसाइसराई गरेर आउनुभएको छ, तर यहीँबाट पहाडतिर बाटाहरू पनि बनेका छन्। म अस्ति सबै घुमेर आएँ, तर पहाड रित्तिँदै गएको छ। पहाडको अर्थतन्त्र यति कमजोर बनाएर तलको सहर मात्र टिक्दैन। यो सहरलाई पहाडको अर्थतन्त्रसँग कसरी जोड्ने हो? हाम्रा खेतबारीहरू सब नाङ्गो भएको छ, बाँदर दौडिएको छ। ती खेतबारीहरूलाई नयाँ ढङ्गले कसरी सोच्ने हो? बाटो पुगेको छ, घर रित्तिएको छ। यत्रो केटाकेटीहरू पढ्ने स्कुल छ यहाँ, 101 स्कुल छ। यहाँको सार्वजनिक विद्यालयले पनि यत्रो ठुलो मानक स्थापित गरेको छ, यहाँको निजी विद्यालयले पनि मानक स्थापित गरेको छ। 101 यहाँ यो ठाउँबाट खेलाडी उत्पादन भएको छैन कि, यो ठाउँबाट 101 बौद्धिक उत्पादन भएको छैन कि। तर यही ठाउँको तथ्याङ्कले फेरि के भन्छ? 12 कक्षा पास गरेको 75% विद्यार्थी यहाँ युनिभर्सिटी पढ्न गएका छैनन्। पढ्न गएका छन् भने बिचमा छोडेर गएका छन्। पढेका मानिसले काम पाएका छैनन्। यत्रो विकास भइसके पछाडि पनि रूपन्देहीले, बुटवलले पनि मानिसहरूलाई थिएगर राख्न सकिरहेको छैन। त्यसैले विकास भनेको केवल पूर्वाधार मात्र होइन रहेछ। पूर्वाधार बनेको छ, पूर्वाधार बनेको ठाउँमा पनि मान्छे ठेगिएको छैन। पहाडबाट मान्छे यहाँ आएको छ, यहाँबाट मान्छे फेरि बाहिर गएको छ, पहाड रित्तिएको छ। यो समग्रतालाई कसरी हेर्ने हो? यसको उत्तर केवल एउटा सेन्टेन्समा, एउटा वाक्यमा दिएर हुँदैन। यसको जरासम्म पुग्नुपर्नेछ। प्रत्येक कुराको समस्याको कारण एउटा व्यक्तिलाई मानेर हुँदैन। हिजो सब खराब थियो, म ठिक बनाउँछु भन्ने कुरा एकपटक सम्झौँ। 64 सालमा म बालकृष्ण दाई निर्वाचन लड्दै गर्दा आएको थिएँ। त्यो बेलामा माहौल कस्तो थियो? त्यो बेलामा सबतिर माहौल के थियो भने भित्ता भित्तामा लेखिएको थियो नयाँ नेपाल, नयाँ नेपाल, नयाँ नेपाल।
अनि आएर एउटा भाषण गरिदिए पुग्थ्यो। हामी लामो लामो कुरा गर्थ्यौँ, मञ्चमा आएर एउटा भाषण गरिदिए पुग्थ्यो, जम्मा एउटा बोलिदिए पुग्थ्यो। पुराना खराब छन्, हामी नयाँ बनाउँछौँ, हामी नयाँ बनाउँछौँ, नेपाल नयाँ बनाउँछौँ। बन्यो नेपाल नयाँ, देखियो हामीले। पछि सम्हाल्न फेरि काङ्ग्रेस आउनु परेन, हामीले सबैलाई सम्हाल्नु परेन। त्यसैले मेरो आग्रह छ, हामी धेरै उत्तेजनाको राजनीतिमा नबहक्यौँ। यो टेलिफोनले धेरैलाई झुक्काएको छ। बेलुका घर गएर बस्दै गर्दाखेरि तपाईँले हेरेको युट्युबले, तपाईँले हेरेको फेसबुकले धेरैलाई झुक्काएको छ। धेरै भ्रममा नपरौँ। मेरो सबैलाई आग्रह छ, नेपाली कङ्ग्रेस पार्टीको राजनीतिमा तलबाट काम गर्दै 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 आएर यो ठाउँसम्म हामीहरू आइपुगेका छौँ। हामी यो देशमै केही गर्छौँ, गर्न सक्छौँ भनेर यहाँभित्र माटोमा खुट्टा जमाएर बसेका हौँ। संसारभरि छरेर बसेका नेपालीहरूलाई पनि आह्वान गर्छौँ, तपाईँहरूको सहयोग चाहिएको छ। तपाईँहरू हामीहरू मिलेर एउटा ताकत बनाउनु पर्नेछ। हामीले यत्रो पूर्वाधार बनायो, यत्रो एयरपोर्ट बनायौँ, यहाँ चलाउन सकिरहेका छौँ। तर एयरपोर्ट कसरी चलाउने भन्ने कुरा, म प्लेन यहाँ ल्यान्ड गरेन भने ल्यान्ड नगर्नेलाई मैले कोर्राले हान्छु भनेर प्लेन ल्यान्ड गर्दैन। यसका कारणहरू छन्, ती कारणहरू खोजेका छौँ हामीले, त्यसमा हामी काम गर्न चाहन्छौँ। सडक समयमा बनेको छैन। मैले सडक समयमा बनाउनका निम्ति 41वटा कानुन बदल्नुपर्छ भन्ने प्रस्ताव तयार गरेर लिएर आएँ। अर्को साथी भन्नुहुन्छ सडक समयमा बनाउँछु म, सडक नबनाउने ठेकेदारलाई उल्टो झुन्ड्याउँछु, उल्टो झुन्ड्याएपछि सडक बन्छ। बन्दैन त्यसरी, त्यसरी कुनै देश बनेको छैन, हाम्रो पनि बन्दैन। सिस्टम बनाएन, प्रणाली बनाएन भने बन्दैन। त्यो सिस्टम कसरी बनाउने हो, नियम कानुनसँग ढङ्गबाट, तर गतिका साथ विकास कसरी गर्ने हो भने तयारीका साथ हामीहरू आएका छौँ। 7 वर्ष काम गरेका छौँ, दिन रात प्रोजेक्ट गभर्मेन्ट भनेर दिन रात काम गरेर एउटा कुरा, किसानलाई खेतमा मल समयमा कसरी पुर्याउनेदेखि पहाडको बाँदर कसरी खेद्ने भन्ने सम्मको टिम बनाएर वर्षौँदेखि काम गरेर बल्ल काम गर्ने ठाउँमा जाने मौका पाएर आएका छौँ। त्यसैले पार्टीका तमाम साथीहरूलाई मेरो आग्रह छ, केही दिन मात्र बाँकी छ, नअल्मलिनुहोस्। कोही पनि साथीहरू घर घर जानुहोस्। तपाईँहरूले सामाजिक सञ्जालमा लेख्नुपर्छ, बोल्नुपर्छ, कसैलाई गाली गलोज केही पनि गर्नु पर्दैन, आफ्नो कुरा राख्नुहोस्। तर सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नुहोस्। हाम्रो सबैभन्दा ठुलो ताकत भनेको सङ्गठनको ताकत। तपाईँको गोडा चलाउनुहोस्, घर घर पुग्नुहोस्। तपाईँको हात चलाउनुहोस्, गएर ढोग्नुहोस्। तपाईँको मुख चलाउनुहोस्, गएर संवाद गर्नुहोस्। नौजवानहरूको कुरा सुन्नुहोस्। उनीहरूले पहिला 2 लाइन गाली गर्लान्, उनीहरूसँग राम्रोसँग संवाद गर्नुहोस्। उनीहरूलाई बताउनुहोस्, उनीहरूलाई भन्नुहोस् यो काङ्ग्रेस एउटा अधिवेशनबाट एउटा सङ्कल्प गरेर आएको छ। हिजोका तमाम सबै राम्रा कुराहरूलाई बोक्छु, हिजोको तमाम खराब कुराहरूलाई छोड्छु भनेर एउटा नयाँ सङ्कल्प गरेर आएको छ। यो काङ्ग्रेसले एउटा मौका पाउनुपर्छ। यो काङ्ग्रेसले 5 वर्षभित्र परिणाम दिने सङ्कल्प मात्र होइन, एउटा प्रतिज्ञा गरेर आएको छ। यो काङ्ग्रेसले मौका पाउनुपर्छ। यो काङ्ग्रेसले मौका पाउनका लागि यो ठाउँबाट हिरा केसी, यो ठाउँबाट चुन्नु पौडेल, यो ठाउँबाट सुशील गुरुङ, यो ठाउँबाट भरत शाह, यो ठाउँबाट सबै साथीहरू निर्वाचित भएर जानुभयो। आशुतोष, यी सबै साथीहरू निर्वाचित भएर जानुभयो भने बल्ल नेपाली कङ्ग्रेसले काम गर्ने मौका पाउँछ। त्यसैले मेरो तपाईँहरू सबैसँग आग्रह छ, थोरै दिन मात्रै बाँकी छ। पार्टीको साथीहरू एक ढिक्काबाट मेहनत गर्नुभएको छ। तपाईँहरू घर घर गइदिनुपर्छ। हामीहरू बाहिरबाट आएर त तपाईँहरूलाई केवल एउटा 2टा कुरा अनुरोध गर्ने हो। मैले मेहनत गरेर यहाँ केही हुँदैन। म अहिले सर्लाहीको क्षेत्र नम्बर 4 मा उम्मेदवार छु। मैले त्यही मेहनत गर्नुपर्छ। मेरो आफ्नो क्षेत्रमा यहाँको उम्मेदवारले यही मेहनत गर्नुपर्छ। सबले गरिराख्नु भएको छ, तर त्यो उम्मेदवार एक्लै मेहनत गर्न हुँदैन। तपाईँ प्रत्येक उम्मेदवार बनिदिनुपर्छ। तपाईँले प्रत्येक घरमा गएर भनिदिनुपर्छ उम्मेदवार मै हो। अझ तपाईँले भनिदिनुपर्छ म गगन थापा भएर तपाईँको घरमा मत माग्न आएको छु, 5 वर्ष मौका दिनुहोस्, देशलाई निराश बनाउँदैन भनेर तपाईँले भनिदिनुपर्छ। यही विश्वासको साथ म छोटो समयको लागि आएँ, यही कुरा अनुरोध गर्न आएँ। मलाई साथीहरूले राम्रो कुरा सुनाउनु भएको छ, तपाईँहरूले बडो मेहनत पनि गर्नुभएको छ। घर घर गएर पहिला आफ्नो पार्टीका पुरानो मतदाताहरू सबलाई सम्हाल्नुहोस्। 82 सालमा काङ्ग्रेसको रुख चिन्हमा मत नहाल्नु पर्ने एउटा कारण पनि छैन। एउटा कारण छैन, एउटा पनि कारण छैन। मतदातासँग गएर खुटेर कुरा गर्नुहोस्। नौजवान साथीहरूसँग कुरा गर्नुहोस्। सडकमा आएको नौजवानहरूको आवाजलाई सुनेर यो देशमा कसैले त्यसलाई रेस्पोन्स गर्यो, त्यसको आधारमा आफूलाई बदल्यो भने त्यो पार्टी नेपाली कङ्ग्रेस पार्टी मात्रै हो। उनलाई गएर भन्नुहोस्, उनलाई गएर बुझाउनुहोस्, भन्नुहोस्। देशलाई सम्हालेर लिएर जाने कुरा बडो गाह्रो कुरा छ। हामीले माओवादी द्वन्द्व बेहोरेको, हामीले मधेसको आन्दोलन देखेको, हामीले थारूको आन्दोलन देखेको, हामीले जनजातिको पहिचानको आन्दोलन देखेको। ती सबै आन्दोलन हाम्रै यहीँका आन्दोलनहरू।
ती आन्दोलनका भावनालाई समेटेर बडो गाह्रो गरेर संविधान बनाइएको छ। बडो जोखिमपूर्ण अवस्थामा नेपाल सधैँ थियो। भारत र चीनका बीचमा छौँ। चरको कुराले मात्र हुँदैन, सबैलाई मिलाएर लिएर जानुपर्नेछ। जात जाति भाषा भाषी सबलाई मिलाउनु पर्नेछ। सहर गाउँ सबलाई जोड्नु पर्नेछ। पुरानो पुस्ता नयाँ पुस्ता सबलाई मिलाउनु पर्नेछ। छरछिमेकीहरूको बीचमा पनि सन्तुलन मिलाउनु पर्नेछ। त्यो सन्तुलन पनि मिलाएर सम्हालेर लिएर जाने शक्ति आजको दिनमा अगाडि पनि बढ्ने, सम्हाल्ने पनि, यसलाई सुधार पनि गर्ने तर सँगसँगै यसलाई सम्हाल्ने पनि त्यो ताकत नेपाली काङ्ग्रेस हो। त्यसैले 5 वर्षको समय अर्को कुनै प्रयोग नगरौँ। 5 वर्षको समय खेर नफालौँ। नेपालले यस्तो धेरै समय खेर फाल्यो। यो कुरा तपाईले तल मतदाताहरूको बीचमा गएर बताइदिनु पर्नेछ। तपाईले बताउनुहुन्छ, राख्नुहुन्छ र लुम्बिनीबाट खास गरिकन रूपन्देहीबाट अरू ठाउँमा पनि म पुग्ने कोसिस गर्छु। यो ठाउँमा राख्ने सन्देश लुम्बिनीभरि जान्छ। तपाईले सबैतिर सन्देश प्रवाहित गर्नुहुन्छ भन्ने विश्वास राख्दै सबै साथीहरूलाई, उम्मेदवार साथीहरूलाई हृदयबाटै शुभकामना दिँदै म आफ्नो कुरा पनि टुङ्ग्याउँछु।